जापान रियालिटी रियल स्टोरीज रियल फ्याक्ट्स रियल प्रिपरेसन एपिसोड 1। आज हामी कुरा गर्दैछौँ जापान स्टडी भिसामा जानु अघि विद्यार्थी र अभिभावकले बुझ्नै पर्ने महत्त्वपूर्ण कुराहरूको बारेमा। जापान जाने सपना धेरै विद्यार्थीहरूको हुन्छ, तर सपना पूरा गर्नुभन्दा पहिले एउटा कुरा बुझ्न आवश्यक छ। जापान जानु मात्र सफलता होइन, जापानमा सफल हुनु नै वास्तविक लक्ष्य हो। धेरै विद्यार्थीहरू जापान पुग्ने सोचमा केन्द्रित हुन्छन्, तर त्यहाँ पुगेपछि आउने वास्तविक चुनौती, जिम्मेवारी र अवसरहरूको बारेमा पर्याप्त जानकारी लिँदैनन्। सही तयारी बिना लिएको निर्णयले विद्यार्थी र अभिभावक दुवैलाई भविष्यमा समस्या दिन सक्छ। जापान स्टडी भिसा केवल विदेश जाने माध्यम होइन, यो आफ्नो शिक्षा, करियर र भविष्य निर्माण गर्ने महत्त्वपूर्ण निर्णय हो। त्यसैले जापान जानु अघि आफ्नो लक्ष्य, क्षमता र भविष्यको योजना बुझेर मात्र अगाडि बढ्नुपर्छ। जापानमा सफल हुनका लागि जापानी भाषा सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक हो। राम्रो भाषा ज्ञानले अध्ययन, पार्ट टाइम काम, दैनिक जीवन र नयाँ वातावरणमा आत्मविश्वास बढाउँछ। त्यसैले भाषा तयारीलाई कहिल्यै व्यवस्था गर्नु हुँदैन। सही जानकारी, विश्वसनीय परामर्श र उचित योजना बिना हतारमा गरिएको निर्णयले भविष्यमा कठिनाइ ल्याउन सक्छ। साथै जापानको नियम, संस्कृति, जीवनशैली र जिम्मेवारीका लागि मानसिक रूपमा तयार हुनु पनि उत्तिकै आवश्यक छ, किनकि जापान यात्रा केवल एउटा अवसर होइन, यो एउटा नयाँ जिम्मेवारी र नयाँ भविष्यको सुरुवात हो। जापान रियालिटी मार्फत हामी ल्याउनेछौँ वास्तविक जानकारी, वास्तविक अनुभव र सही तयारीका कुराहरू। जापान स्टडी भिसा अप्रिल इन्टेक 2027 को सही तयारीका लागि, सही जानकारी र विश्वसनीय परामर्शको लागि भिजिट हेल्पफुल एजुकेसनल इन्स्टिट्युट टुडे।